एभ्रीबडी स्मिल म फेरि न्यू भ्लग लिएर आइसकेको छु तपाईहरुको माझमा। अब हामी जाँदैछौँ कहाँ गरे? जामाचो ए काठमाडौँ सिटी यहाँदेखि यहाँ। अब यहाँदेखि हिँडिरह हो अझ कति 1 किलोमिटर छ गरे भनिरहेको थियो तलकले। सब पछाडि छन्। अब अगाडि गएर एकछिन यस्तो सामान किन्छ हामी अनि त्यसपछि वहाँ पर्सु उता छ आम्मा हाने सम्धिलाई रन्डी बनाइदियो। अब हामी स्याउ खाँदै वाह मजा भएर मजा। 5 मिनट हिँडे होइन अहिले निक्लिसक्यो 5 मिनट हिँडे लु तलक कति किलो बोसो घट्यो त अहिले कति किलो बोसो घट्यो त घट्या अहिले दौड्नेवाला मान्छेको निक्लिन्छ एकछिनमा के छैन नडो जोक दामी हामी कहाँनिर पुग्यो गऱ्यो होला कहाँनिर पुग्यो गऱ्यो हामी रोड त निरै छ यहाँनिर भागिसक्यो यार वहाँ न गडवाल वहाँ औरा देखाउन आँटोस् वहाँ लम्कीको औरा रोड क्रस गराएन केटा यस्तो हालत भइसक्यो हेर्ने कसम बेस्ट बोल्नु हिँड्नु क्या अहिले निक्लिएको होइन अहिले निक्लिएको अहिले बस ल दस पकड त खिच है ल आए ल गयो है दोस्त कहाँ चढ्ला जाऊ न जाऊ Cameraman never dies. Oi, Gum! Hey, Gum! Hagna dal लाग्यो क्या चाहिँ ए गणेश वाउ आमाले भन्नुभएको छ खाना खान जाए भनेर यस्तो टाढो छ यार भाउजूले खाइने भात सबभन्दा अरे कछुवा नै रहन्छ भन्ने यही हो क्या वाह देखो कछुवा नै रहन्छ। अब यहाँ देख्न सक्नुहुन्छ कति माथि छ यो लगाएर उहाँ चक्कर आएको गऱ्यो को मान्छेले चक्कर आए गडवालको बिस्तारै हिँड्नेको साथी सँगै टिमवर्क खाएन टिमवर्क मेरो साउना खाबे के छ गाइस कटिसकेछ हाम्रो धन्न आगो मात्र आउन बाँकी छ चाकबाट चाहिँ रानी किसो है या फड्के ल बा चक्कर आयो गरे एकजनालाई यसलाई भिडियो नबना भनेर पनि भिडियो बनाइराख अहिले होइन अब भाई मेरा फादर को नेम जानता है क्या? मेरा डैड, मेरा पापा, मेरा बाप, मेरा बुआ, मेरा डैडी कौन था क्या? नूर बहादुर बम ठाकुरी सुई
पश्चिमको ग्याङ्स्टर नरबहादुर ठकुरी होला ड्याडी हेर्छ लगाइ खाइ फेरि के भने तैँले के भने 90s को हिरो मेरो ड्याडी म आज जाने बित्तिकै हाल्छु कि एउटा भिडियो खतरा होला ड्याडीको बवाल होला ला 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 मेरे उमर के नौजवानो मा एउटा चिप्ले त सकिगयो अनि कसो छोरो अर्को थाहा दे मिना बम ठेकेरी कोहीको नाति थाहा छ क्या पहलो मान्छे श्यामे राम्ररी गयो है ल फोटोसुट भइसकेको छ हाम्रो फोटोसुट एकदमै बवालवाला फोटोसुट फोटोसुट ल अब जान लाग्छ हामी अब कहाँ पुगेको छ अब राम्रै बाटो पढायो त्यो समतल टाइपको अलिकति होइन एकदम बवाल बा खोइ चुप्पा होइन देख सकते हैं गाइस बड़ा बड़ा वाला मौसमी ओ माय गॉड के हो बे बाघ त होइन बाघ भए त सबभन्दा तल यहीँ कुद्थ्यो अहिले तल त्यो सिधामा यो फाड्यो ल हिँड ओहो लट्ठी लिएर आउनु पऱ्यो अहिले बाघ जस्तै मेरो भाइ तिमीदेखि डरायो गुप गुप मस्त छ हेर नि त एउटा आहा यो हो भने त मजा आयो शीतल पानी आएर झन् चिप्लिन्थ्यो ल प्रमोसन हान्दियो है 1 लाख रुपियाँ पठाइदिन्छ एक्सट्रिम होला को हेरिरह्यो भने सियो कोही छ भने फेरि भिडियो हेर्ने सियो बेच हान्नेहरू ठिक छ सान्त्वना दिनुमा हो सुई स्पिड भन्छ नि सुई भन्छ नि ल जाओस् ल मुटु भएर पिरा भयो नि ओठमा मुस्कान छ लाग्न भने भेट हुने आश छैन तै पनि पर्खाइ महान छ उसले मलाई नचिने पनि के भयो मेरो हरेक प्रार्थना हो त उसकै नाम छ पाउनु मात्रै प्रेमको परिभाषा कहाँ हो र कसैको यादमा चलिरहनु पनि त एउटा तीर्थ यात्रा हो अर्को माया त माया हो नि आखिर अनि माया त माया हो नि आखिर एकतर्फी होस् या दुईतर्फी पढ राति सुत्दा अनि राति सुत्दा यता पल्टिन्छु उता पल्टिन्छु याद आउँछ उनको राति सुत्दा यता पल्टिन्छु उता पल्टिन्छु याद आउँछ उनको हाम्रो सम्बन्ध थिएन कुनै रगत वा खुनको धरतीमै बसेर सपना नदेख्नु जुनको एकछिन ल अब एकछिन पढ्ने अर्को फेरि निकाल्न फेरि भिडै ल राति सुत्दा यता पल्टिन्छु उता पल्टिन्छु याद आउँछ उनको मलाई नदाज्न हिरा मोती सुनको म मरि जाँदा नबार्नु होइन उनको राति सुत्दा यता पल्टिन्छु उता पल्टिन्छु याद आउँछ उनको राति सुत्दा यता पल्टिन्छु उता पल्टिन्छु याद आउँछ उनको आहा नाम त थाहा छैन दोस्त बेटा सुई जाउँ यार अति भयो मा अहिले आउँदाखेरि निकै भयो वाह क्या ठाउँमा वाह एकदमै मजा आइरह्यो होइन गाइस एकदमै बवाल अब हिँड्दै बोल्यो भने थाकिन्छ साँच्चीकै हो यार उहाँ क्यालेज दाइ उहाँ पुगिसक्यो कहाँ पुगिसक्यो पुगेर पनि फर्किने हो क्यालेज दाइ कहाँ पुग्यो यहाँमा जाओस् न तलदेखि भिडियो बनाऊ त मेरो मसँग मेल खान्छ जस ल फुलको बास्ना फुलमै हुन्छ पातमा हुँदैन फुलको बास्ना फुलमै हुन्छ पातमा हुँदैन अनि चोखो माया मनमा हुन्छ जातमा हुँदैन कुदिरहेको ल कस्तो मन टचिङ एकदम सबको उड़ल पड़ल कर देंगे भाई अगर वो साथ दे वाला दुनिया इधर से उधर हो जाए हो इधर से उधर कर देंगे बैंड की चलो अब सीधै आधा बाटोमा भेट्यौँ ल गाइस ल भाइ ल रे
स्याङ्जा जाने बाटैमा तनौ बिर्सी जाने मायालाई के भनौ स्याङ्जा जाने बाटैमा तनौ बिर्सी जाने मायालाई के भनौ दोस् अर्को गीत के पाउँछुवाला अङ्ग्रेजीमा तिजवाल मलाई आउँदैन दामी दोस्त आइज एकदमै बवाल रहेछ नि यार यो अन्त उता हेर सुई भिडियो है मस्त भ्यू वाउ नाइस अझ माथि जाने छ डेस्टिनेसनमा अझ राम्रो होला नि अब हामी फोटोसुट हुँदैछ यहाँ वाउ पङ्खाला दोस्त वाउ दाइले खुत्रा अब समथिङ 1 किलोमिटर होला है 1 किलोमिटर होला अब पुग्छौँ अब डेस्टिनेसनमा सायद पुरा जारी छ सबजना पछाडि छ पबिन दोस्रो म मात्र थकान लागेर मोटो मान्छेको जस्तो हाल हुन्छ मोटो स्लिम बडी यहाँ अब के चल्यो भोक लागेको गरे दोस्लाई ल अब तलदेखि आउँछ खानु पर्छ यस्तो ल अब डेस्टिनेसनमा पुग्न आँटिसक्यो हामी मजाले सब पुग्यो ल इटम माथि कि तल पुग्यो डेस्टिनेसन आइज ल डेस्टिनेसन मास्तो राम्रो देखिरहेको ये देख हमारा सर इसमें राज करेंगे एक दिन इसमें राज करेंगे भाई यो कचरा भएन यार फोन त उठाउँछ होला कि पछि के लो बज्दै बज्दैन यो डेस्टिनेसन यतिको बेला ट्रेकिङ हाइकिङ आयो हामी वाह चस्मा खोलेर हेरौँ न यार कहाँ हो फोटोसुट हुन्ला फोटोग्राफर दोस्त हाई हाई गर सिंगल बस सिंगल ल अब इन्जोय आना हामी डेस्टिनेसन पुग्यौँ हामी कालो फर्के आइदियो पानी आउनु लाग्यो जस्तो मजाले अब डेस्टिनेसन पुग्यौँ एकछिन खान्छौँ एकछिन बस्छौँ चिल्याक्स हुन्छौँ एकछिन फोटोसोटो खिच्छौँ त्यसपछि लाग्दिनु पर्ने हुन्छ घरतिर रुमतिर खान्छौ त भने तर हामीले त केही ल्याएन त ए त्यही बाटोमै सकिहाल्यो क्या छ हुन त अझ छ डेस्टिनेसन पुगेर मजाले अब खाँदै के खाँदा पानी बस्यो सँगै मेरो लागि पनि टिप हेर्नु ओइ झप्पु खाने खाइदियो रोटी निकाल त मजाले बसेर चिल्याक धन्यवाद
भ्यूहरू चाहिँ मजा आयो होइन हिन्दी पठाउनु इन्डिया बस्नु अलिक बडीले पकाएर लिएर आउनु पर्छ नि हजुर वा अन्डा रोटी धन्यवाद है आन्टीलाई धन्यवाद साउट आउट आन्टीलाई चिल्याक्स खाँदै मजाले खाइका धार्मिक मतलब एकछिन पढ्नु त्यो अचार चाहिने कि के हाले दोष गऱ्यो यसमा दोष चलो के हाल्ने यसमा आएर त रोटी पनि छ यार रोटी पनि व्यवस्था अन्डावाला रोटी पनि व्यवस्था चटनी आयो आमा चक्कु कुलाइमा काट्नलाई ल्याऊ चल के हो जाला ज्यान जाला खाया करेन्ट करेन्ट हान्दै सक्छ ल राति फेरि गएर आइदिरहेको त घुम्नु अब गइरहेको पुगेर राम्रो ठाउँ नरहेछ यार बहुत नराम्रो रहेछ ल हामी अब डेस्टिनेसनबाट अब जान लागिसक्यौँ घाम पनि लगाइसक्यो दह्रो खाइखुई पारेर फोटोसोटो खिचेर भिडियो सिडियो बनाएर होइन अब जान लागिसक्यौँ हामी घरतिर सबैतिर सबैजना त्यहाँको काटेर मिठाइन्थ्यो भन्थ्यो के हानेर को हो कुन हानेर मुला केले हाल्छ मैले कसो केले हान्यो कसले हान्यो यार मुगै चरा भागो अझसम्म किरा कराएर गरेर पछाडि भ्यू ल अब अझ आधामा भेटौँला गाइस होइन कि छैन कस्तो लाग्यो हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो रे रमाइलो होला त्यति भन्न चाहन्छु म चाहिँ रमाइलो होला अलिकति धेरै बक्चुदी त भएन अलिअलि भयो त पनि केही छैन नट ब्याड राम्रो एउटा भ्यू देखाएको छ हजुरहरूलाई हेरिदिनु होला मजाले केही छैन रिग्रेट बाई सेल्फ भन्ने नि हजुर अब नगर न अलि पिडा हान्यो है यो खस लाग्यो यार तलको ल अब हाफमा भेटौँला है त हामी जान लागिसकेपछि अब मस्त ठिक्क पारेर यता पानीको व्यवस्था अलि बालु छ अरे आम्मा के करा यार दोस्त अब हामीले अब टेक्निक लगाउनु पर्ने हुन्छ यो छानेर यसबाट पानी किनभने बालु आउँदैन नि त किराले त अक्खा हान्यो तपाईँ कचरा यहाँ नफाल्ने सिधा लिएर जाने सबैजना यही गर्नु होला जामा चु आयो भने सबैजना कचरा तल लग्नु होला केही छैन होइन हिटिया हो ल टावरबाट पनि भ्यू है ब्रो
मजाको भ्यू मजाको मजाको त माथि हेर्छु त हेर मजाले सुत्या त यार अहा ए डगिज भाइ गर्मी लगाएर थाकिसक्यो दाइ टुट्यो चाहिँ के हुन्थ्यो होला फ्र्याक्चर दामी काठमाडौँको भ्यू है त उतातिर दामी छ टावरतिरबाट गर्नु भ्यू ल अब लाग्दिउँ घरतिर अलविदा चामाचो अलविदा अलविदा चामाचो खुबमा यस्तो छ बाटो भएको छ यार भैँसी लड्यो है होला है दोस्त भैँसी लड्यो होला तुम्हारा हुआ सुपाए सितम हेर बाटोमा खत्तम छ है यहाँ चाहिँ मा बन्द गर्छु यार यो लास गर्मी रहेछ यार आज कहाँ बिरा काम गर्नु के भएन जुत्ता हेर रमाइलो भयो रमाइलो भयो रमाइलो उता अझ फेरि के गरिरहन् बुझाउनु पर्छ गरे के टिकट कता हो यता गरिरहनु त्यहाँ ल एन्डिङ हान्दियो गाइस आज यस्तो फोटा यहाँ देख्न सक्नुहुन्छ धेरै पछि हिँड्यो यत्रो टाइम त्यही भएर पनि अलि वाट लाग्यो अब मेरो साथी भन्छ के भन्छ वाड जिजी भयो ल गाइज अहिले थाहा पनि भयो मैले बनाइ उल्टा लाएर छु अरे ल आजको लागि यति नै हस् त जय नेपाल जय नेपाल जय नेपाल जय नेपाल जाओस् जय नेपाल ल